हाई नमस्ते स्वागत छ मेरो साइली मम्मी च्यानलमा फेरि पनि मेरो ब्लग सुरु गरिसके साथीहरु आज चाहिँ मोमो पार्टी छ सो यहाँ मुस्दै हुनुहुन्छ यता बहिनी दैबु बहिनी उता मेरो भान्जी सुना मेरो च्यानललाई धेरै धेरै माया गर्दिनु होला हजुरहरुको मायाले नि हामी अगाडि बढ्छौं परिवार हामी चाहिँ एकदम ठूलो परिवार छौं त्यही भएर धेरै हैन आज चाहिँ हामीले चाहिँ जम्माजम्मी 14 केजीको बनाउन आँटेको छु भाइ 14 किलोको ल 14 किलोको कति हुन्छ साथीहरु गेस गर्नुहोस् आफै हाम्रो परिवार कति छ भनेर कस्तो राम्रो देखिनु भएको दुई जना काम गर्दा पनि हो बाबा काममा विश्वास गर्ने मान्छे हामी यता चाहिँ किमा तयारी हुँदैछ साथीहरु यहाँ हाम्रो भान्जीले यहाँ तयारी बनाउँदै हुनुहुन्छ है हाम्रोमा थोरै भनेको कति देखाउनु त ल थोरै भनेको यति कतिखेर विदेशी रमाइलो मलाई यो पालिदिनु नि पाइनु के को लागि नि छिटो ल छिटो छिटो रमाइलो हुन्छ पाउनु पाएन अचार पनि हुन्छ भन्छ के रहेछ तर हाम्रो किमा अनुसार त लाउ त्यतिले त पुग्दैन होला है भन्छ बास्न आउन थाल्यो अहिले मुलायम हात कलिलो हातको किमा चाहिँ सबै काममा व्यस्त छ साथीहरु हाम्रो त छोरा मान्छेहरु पनि कति काम पो गर्छन् त हो ल अब चाहिँ हाम्रो मोमो पार्टी सुरु भयो साथीमा चाहिँ नाम भन्नु न पुनम भान्जी हैजु तपाईले क्यामेरा अन गर्नु भयो उले हेर्नु न हात चलाउन थालेको ए हो र हैन गर्नुहुन्छ यो चाहिँ भेजको है साथीहरु इस्कुस थोरै तेल प्याज अदुवा हजुर नमक स्वाद अनुसार अदुवा ल के भन्नु मेरो दिदी सलाम के स्याहारहरु यहाँ अचार बनाइसक्नु भएछ मिठो देखेको दामी यम्मी बनाउनु भएछ यहाँ मोमोको पानी यहाँ बसाइसक्नु भएको छ यहाँ त्यो र एक दुई जना बुढा त एक दुई जना पटे बेचेर सेका बेचेर पाल्दिन्छ कोही चाट गर्ने ल यहाँ कोही आठ गर्ने हुनुहुन्छ भने आइदिनु पर्यो हाम्रो भेज मोमो यो चाहिँ भेज हैन पुनमदी यस भेज बनाएर चाहिँ कसलाई पाल्नु हुने भेज खानेहरु छ नि त आज हाम्रो कस्टमर भेजहरु पनि हुनुहुन्छ कि एल्जिना रमाइलो भइरहेको छ हप्सी दिदी तपाईको चाहिँ के काम हो त एकदम महत्त्वपूर्ण भूमिका महत्त्वपूर्ण भूमिका मेरो रहन्छ किन भन्दाखेरिको यसको यो जुन डल्लो हुन्छ नि मैले सानो या त ठुलो बनाए भने मोमोको सेपै बिग्रिन्छ त्यही भएर चाहिँ सबभन्दा यो ठुलो काम मेरो छ है यहाँनिर यहाँ बनेर पाक्न सुरु भइसक्यो साथीहरु दुईटा एउटामा चाहिँ भेज एउटामा दया फर्की जस्तै हो क्या तिमी भन्ने बोल्छ नि हैन बोलेमा तिमी भन्ने बोल्छ नि आफू चाहिँ घरबाट आएको अस्ति बर्थडेमा चाहिँ बोला खान्छु बोलाके आएको बिचा त्यो आयो आउनु भएको थियो फेरि रमाइलोका साथ यहाँ हाम्रो मोमो पार्टी सुरु भइसकेको छ साथीहरु भाडा सानो होला जस्तै भयो पढेको कति दिन भइसकेको छ साथी मिलाएर राख है यसमा अझै नै है अलिक त्यो मोमो चल्दा पाकी गएको होइन टुक्क पाएको निकालेको कसैको अस्ति मोमो चाहियो म बनाउने खोजिरहेको कसले एउटा होटलले दिइरहेको ए कहाँ रहेछ आन्टी जानु पर्यो
यति मध्येमा हाम्रो पुनम भान्जीलाई चाहिँ लिन्छ होला। मान्छे पनि राम्रै है उब्रियो भने घन्टा घर अगाडि जान्छु म कालोमा मोमो भनेर एक नाङ्लो भयो है। यहाँ चाहिँ सानो नाङ्लो र ठुलो नाङ्लो पनि पकाउनलाई रेडी भइसक्यो। मेन पावर धेर भएको हुनाले चाहिँ आज चाहिँ छिटो 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 हुँदैछ साथीहरू। यहाँ कहाँ राखिदिनु कितनाले पाकिसक्यो साथीहरू। लस्सीवाला भएको छ चाहिँ एकदम रुचि छ ल। अब चाहिँ केटाकेटीहरूले खानु थालेको छ। खै खै यहाँ देखाऊ, च्यालेन्ज गर्ने ल। मोमो च्यालेन्ज गर्ने कतिजना आयो केटाकेटीहरू? ल मोमो खानु बाहिर छ उयो। कतिजना आयो केटाकेटी? कलरको मोमो त पहेँलो भएछ। धेरै पाकेको है। सुपले गर्दा ओ गड भाइ यो कसरी खोल्ने? कलर मोमो पानी धेरै भएछ। यो खालको तरिकाले रेस्टुरेन्टमा हामीले मोमो सप्लाई गर्नु पाएको सकिन्छ। यो कलरवालाको भएछ मोमो यस्तो बेला फोन गर्दा चाहिँ ए मेरो होइन रहेछ। यसरी त ढिलो हुन्छ क्या यो ढिलो हुन्छ। यो प्रकारले काम ढिलो सर्छ। केमा सार्ने हो? प्लेटमा होइन हौ, एकछिन चाहिँ नकिन्नु पर्यो। होइन हौ पुरो डेक्ची छिपारेको थियो नि। खाने खाने तिमी पनि ए खान्छ अरे। ल म दिन्छु। बेबी के खाएको? आम्बो वा खाँदैछ बेबीले चम्चीमा लाएर। तातो होला है, तातो आता त हेर्दैन ऊ हेर्दैन। ल चु सबैजना ल खाऊ खाऊ खाऊ। ल भाइ के गरेको थियो सधैँ? खायो मिठो छ? पोल्यो मै पोलेको मिठोमा यम्मी हो। सबैले एउटा एउटा टिप्पो त नानीहरू। अब त मजाले पाकेको गर्छ। खाने हो यही पो खाने हो त हो त्यसरी खानुपर्छ। अलिक माथि चाहिँ गर्नु नि। यो हेर्नुभयो भने त मलाई यो मोबाइल चलाइराखेर पनि म सुत्नु चाहिँ नदिने रहेछ क्या। यो दाइलाई कहाँ हुनुहुन्छ? केएफसीमा हो एउटाको पछाडि अर्को क्या नानी अझै खाने अझै खाने
40 ला अगाडि लाग्नु 40 ला चाहिँ पत्दैन रे खै भाइको ए खाइसकेको मौसमले चौसमले ला यहाँ चाहिँ के फेरि गर्नु आँट्नु भएको यहाँ त कान पनि पोल्नु लाग्नु भएछ भोलि सोमबार अनि कहाँ पायो त नि अहिले कान पनि ए ए ए कान बनाउँदै हुनुहुन्छ मेनुका राई बहिनीले हजुर होइन खान्न सबैजना सँगै साथीहरू भाइले पाकिसक्यो हाम्रो मोमो अब हामी खाँदैछौँ मेरो यो मोमो हाम्रो दिदीले खाँदै हुनुहुन्छ माइली बुहारीले त खाँदैछिन् भान्जा पछाडि ल रेणुका बहिनी यता बहिनी कस्तो भयो मोमो अचारमा मोलेर Very, very yummy. What's the one? यो चाहिँ इस्कुस मोमो हो इस्कुस मोमो यता चाहिँ इस्कुस मोमो भेज हो तर यसमा बटर हालेछ बटर हालेर चाहिँ असाध्यै मिठो हो क्या असाध्यै मिठो भयो हाम्रो पनि दामी भयो खाएको अगाएर यहाँ टिल्ला भयो भोरे अब तपाईँको हिसाब भएको अब सेम बाँकी छ हिसाबमा अनि ध्यानमै अनि खानेमा उद्धव अब सबै साथीहरू यहाँ कानको सेकुवा पनि बन्दैछ स्टिम गर्नुपर्ने छ यता पनि छ बोका है ल युकी ए तर्छ तर्छ तर्सेर भागेको नि ल माया गरिदेऊ बेबी माया गरिदेऊ रेडी पकड न पकड त हाल्ने पकड त्यसरी के नाम बस्छ
मोमो सबै खाइसक्यौँ अब हामीले होइन सबै आफ्नो आफ्नो धुनमा हेलो को त कस्तो राम्रो सेको भयो हजुर अन्त है मोमो पार्टी कान पोलेर खाने पार्टी के अरे कोक खाने पार्टी सबै सक्यो र अब आजको मेरो भ्लग पनि यहीँ इन गर्दैछु बाई बाई थ्याङ्क यू फर वाचिङ